हेलो साथीहरू। अनि के अस्ति हजुरहरूलाई निम्बुवा खान आउनु है भन्दाखेरि आउनु भएन के अरे कोही पनि होइन। अनि चाहिँ मम्मीले चाहिँ अब यो निम्बुवाको चाहिँ अचार बनाउनु पर्यो भनेर सोच्नुभयो नि। मम्मीले चाहिँ सबैलाई चाहिँ बोक्रा फालेर मम्मीको फेरि अचार बनाउने तरिकै फरक छ कि साथीहरू, हेर्नु है त। अनि मम्मीले चाहिँ त्यो निम्बुवालाई निचाएर चाहिँ त्यो रसको मात्र अचार बनाउनुहुन्छ क्या साथीहरू। पोहोर परार पनि बनाउनु भएको थियो। यति मिठो पनि हुने, लामो समय पनि टिक्ने के ढुसी नलाग्ने त्यस्तो हुने रहेछ क्या साथीहरू। अनि त्यही भएर आज यो पालि पनि हामीले त्यस्तै नै गऱ्यौँ। मम्मीले चाहिँ रसलाई चाहिँ छुट्याउनु भयो। अनि त्यो दाना दुनीहरू सबै हुन्छ नि, एउटा केस्रा पनि नराख्ने कि साथीहरू, तितो हुने रहेछ अथवा लङ टर्म चाहिँ रहने के। अनि त्यसरी राख्नुभयो साथीहरू। अनि उता कराही बसाल्नु भयो। अनि यता चाहिँ सबै मरमसालाहरू रेडी बनाइसक्नु भएको थियो। अनि आफूलाई चाहिँ स्वादअनुसार कति चाहिन्छ होइन तेल राख्ने। तेल तातिसकेपछि चाहिँ त्यसमा चाहिँ मम्मीले फर्स्टमा चाहिँ मेथी फुराउनुहुन्छ क्या साथीहरू। मेथी फुराएपछि चाहिँ आफूलाई कति राख्नु मन लाग्छ त्यो अनुसारकै राख्नु होला है। अनि मम्मीले मेथी फुराउनु भयो। अनि त्यसपछि आफूलाई चाहिँ ज्वानो पनि राख्नु। ज्वानोले नि हामीलाई चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो कुरा हो नि होइन साथीहरू। ज्वानो पनि फुराउनु भयो। त्यसपछि मम्मीले चाहिँ आफूलाई के मन लाग्छ त्यो चाहिँ सबै राख्नुभयो क्या साथीहरू। अब हामी नेपालीलाई त पिरो अवश्य नै मनपर्छ। अनि पिरो पनि हरियो खुर्सानी सुकेको खुर्सानी राख्नुभयो। अनि त्यसपछि चाहिँ मम्मीले चाहिँ टिमुर हाल्नु भएको थियो फेरि। अनि त्यो रस छ नि त्यो रसलाई चाहिँ राख्नुभयो साथीहरू। यसरी राखेको बनाएको अचार चाहिँ एकदम मिठो पनि हुने, लामो समय पनि टिक्ने हुन्छ। हजुरहरू पनि यसरी नै ट्राई गर्नु होला है साथीहरू। अनि त्यसपछि मम्मीले चाहिँ अनि त्यसरी राख्नुभयो। राखिसकेपछि चाहिँ अब आफूलाई के राख्नु मन लाग्छ त मम्मीले चाहिँ ल्वाङसुक मेलरको धुलो अनि टिमुरको धुलो पनि राख्नुभयो साथीहरू होइन। अनि त्यसपछि चाहिँ एकछिन हेर्नुभयो। अनि अब चाहिँ बेसार हाल्नुपर्छ साथीहरू। बेसार पनि राख्नुभयो कलरको लागि। बेसार चाहिँ हाम्रो शरीरको लागि पनि आवश्यकता हो नि त, कीटाणुहरू मार्छ नि होइन त साथीहरू। अनि त्यसपछि बेसार पनि राख्नुभयो। अनि स्वादअनुसार नुन पनि राख्नुहुन्छ। अनि आफूलाई कति मनपर्छ अब चर्को खानेले चर्को पनि राख्नुभयो। आफूलाई जति मन लाग्छ क्वान्टिटी हेरेर चाहिँ राख्नु होला साथीहरू। अनि त्यसपछि एकछिन चाहिँ यसलाई एकदम यत्तिकै छोड्ने। अनि जब त्यो रस चाहिँ अलिअलि सुके जस्तो हुन्छ, अलिक घटे जस्तो हुन्छ, त्यसपछि चाहिँ मम्मीले चाहिँ त्यसमा आलसको धुलो अथवा हजुरहरूको घरमा आलस छ भने आलसको धुलो राख्दा पनि एकदम बेस्ट हुन्छ होइन। त्यसपछि चाहिँ तिलको धुलो राख्नु होला। त्यसरी चाहिँ एकदमै मिठो हुन्छ। अनि हेर्नुहोस् त अलिअलि घट्या जस्तो भयो नि होइन, कलर पनि रङ पनि फरक आयो। अनि त्यसपछि मम्मीले यसलाई चलाएर अनि तिलको छोप राख्नुहुन्छ। तिलको धुलो बनाएर राख्नुभएको थियो, आलस र तिलको मिक्स। अनि त्यसरी त्यसमा राख्नुहुन्छ ल। हेर्नुहोस् है साथीहरू, त्यसरी राख्नुहुन्छ। एकछिन चाहिँ मजाले चलाउनुपर्छ कि तिनीहरूको दानाहरू अथवा त्यो फिटिँदैन नि त, डल्लो परेर बसेको हुन्छ त्यो तिल आलसहरू। अनि त्यसलाई मजाले चलाउनुहुन्छ मम्मीले। एकछिन 5 मिनट जति नै मजाले चलाउनुहुन्छ त्यसको डल्लाडुल्लीहरू फुटाउनलाई। अनि चाहिँ त्यसपछि एकछिन 10-15 मिनट चाहिँ पकाउन राख्ने। यत्तिकै राखेपछि चाहिँ यस्तो दामी हुन्छ कि साथीहरू। हजुरहरू पनि यसरी नै ट्राई गर्नु होला। रसको मात्र बनाएर एकचोटि ट्राई गर्नु होला है साथीहरू। लास्टै मिठो पनि हुन्छ, लामो समय पनि रहन्छ। हजुरहरू त्यो केस्रा राख्यो भने त चाँडो तितो हुने अनि ढुसी लाग्ने पनि सम्भावना धेरै हुने के। यसरी बनाएको अचार चाहिँ लास्टै मिठो हुन्छ। हामी चाहिँ यसरी बनाउँछौँ साथीहरू। हाम्रो मम्मीले स्पेसली मम्मीले चाहिँ यसरी बनाउँछ। यसको फाइनल लुक चाहिँ यस्तो भयो साथीहरू। हेर्नुहोस् त, वाह, यो त मुखबाटै पानी आयो। म त चाखिहालेँ पनि, साह्रै मिठो भएको छ। हजुरहरू पनि यसरी ट्राई गर्नु होला। हस् त, धन्यवाद, थ्याङ्क यू।